Hi guys, welcome back to my channel Vlogs for me. It's me Samita Shrestha and this is here's our birthday girl. अनि आज भनेको हामी बर्थडे मनाउन जाँदैछौँ कता के झर्ना भन्नु लु कुलुङ झरना कहाँ जाने पाजु त्यहाँ हुनुहुन्छ उहाँ चाहिँ नजानु हुने अरे ल्याउनु हुन्न अरे यहाँ हाम्रो क्याफेको लागि प्रिपरेसन चलिरहेको छ सो अनि त्यसपछि मैले भ्लग नहालेको धेरै भएको छ आई नो द्याट यहाँनिर सामान अन्त जानाहरुको ओके हामी चाहिँ हिँडेको अब सामान यहाँदेखि अब यसलाई पेट्रोल पनि हाल्नु पऱ्यो अनि त्यसपछि सामान पनि किन्न जानु छ अझै सपिङहरू बाँकी नै छ अब मतलब उहाँ गएर खानाको लागि त किन्नु पऱ्यो नि त अनि हामी चाहिँ हिँडेको बाई बाई सिधा चाहिँ हामी चाहिँ पेट्रोल खाएर गइसकेको पेट्रोल खाइ फ्यामिलीको अब नि हालिसक्यो अब हामी हिँडेको अनि प्रेयर गरिरहेको छ म चाहिँ इन्जोय गरिरहेको छु हामी चाहिँ अब यहाँ किन्नलाई पर्खिसकेको बाई बाई अरूहरू चाहिँ सबैजना अटोमा जानुभयो मैले भेटिनँ हामी चाहिँ अहिले यहाँनिर अरूहरू पनि आउनुहुँदैछ नि त अटोमा हुनुहुन्छ अरू र हामी चाहिँ अनि स्कुटीमा छौँ क्या हामी म भाइ अनि त्यसपछि बर्थडे गर्ल चाहिँ स्कुटीमा छौँ सो हामी चाहिँ यहाँ अगाडि आएर पर्खिरहेको छौँ कल गरौँ सुरुमा बाटो चाहिँ यस्तो छ अहिले चाहिँ हामी एक्सर्साइज गरेको हेलमेट किनकि सबिना भ्लग बनाउने अरे म के अरे बर्थडे गर्ललाई भ्लग बनाउनु भनेको मेरो यति मात्र हालेर धन्छ अनि त्यही भएर अनि म फेरि अहिले ब्याकसिटमा छु अनि त्यसपछि म भ्लग बनाउँदैछु बाई बाई If you don't know, this is Road of Jate, such a peace place. शीतल जग्गा शीतल पनि अति शीतल यसरी क्या जहिले होइन मतलब हुन्छ नि हामी कहीँ हिँड्ने बेलामा केही प्लान गर्दाखेरि जति प्लान गरे पनि जति सोचे पनि कति प्लान गरेर केही नछुटोस् भनेर भन्दाखेरि पनि केही न केही हुन्छ क्या जहिले भ्याइँदैन जहिले हतार आज पनि मैले अब भ्लग गर्ने त भनेन ट्राइपड पनि बोकेँ माइक ल्याउन बिर्सेँ आवाज कस्तो आएर होला छ्या कस्तो बाटो हेर्नु न बाटो छैन सुनिएको चाहिँ छ कि छैन जे गर्दा पनि ल अहिले त हामी हिँडेको थियौँ होइन अनि त्यसपछि घरमै हुँदाखेरि पनि कति कुराहरू के छुटिरहेको हुन्छ क्या अस्ति नै एकचोटि त हामी ड्राई पिकनिक जाँदाखेरि बर्थडेको ड्राई पिकनिक जाँदाखेरि क्यान्डलै के अरे लाइटरै थिएन नि हामी त त्यस्तो पनि हुन्छ क्या अब आज पनि हेर्दै गर्नु होइन केही न केही एउटा माइक भयो एउटा माइक छुटिसक्यो होइन अरू पनि केही न केही चाहिँ मिस भइसकेको छ क्या के हो गाइजहरू त नि के हो यस्तो अनि गाइजहरू त नि के हो यस्तो ला आया थाहा छ अघि बाटोमा कि हामी रोकेर तपाईँहरूलाई फोन गर्दै थियौँ नि त अनि त्यतिखेर त्यहाँ अङ्कललाई सोध्यौँ होइन निलो कलरको अटो गयो भनेको थियो केटीले कुदाउँदै थियो ट्याक्टा गर्दै यो मान्छे त कहाँ गएर के गर्छ होला भन्दै थियौँ हामी भन्दै थियौँ त्यसरी सुनाउँदै थियौँ क्या त्यहाँ बसिरहेको छ क्या सफारीमा
यस्तो घुमाउरो टोपी लगाएको थियो होइन त्यही एउटा अङ्कल बसिरहेको थियो गर्दै थियो होइन अन्त तपाईँले त्यहाँ पर्खिनु भन्दा हुन्छ नि त अनि यतिखेर त तपाईँहरू त अगाडि नै हुनुपर्ने भनेर हेर्छौँ होइन अनि फेरि पुरै यस्तै गरी नै भन्दै हुन्छ क्या अनि अगाडि दुईजना केटी पनि थियो गर्छ ऊ चाहिँ फाइनली हामी चोक आइपुग्यौँ गाइस वाउ कस्तो राम्रो ठाउँ बनाएको रहेछ यहाँ वेलकम हेर न घुम्ने ठाउँ हल्का फुल्का वाउ यहाँ स्वागतम यो कुन चोक हो यो जाते हो क्या जाते नि हो गाइस फेरि हामीले टप्यौँ फेरि अर्को चोक आइपुग्यौँ हामी खोइ पर रहेछ टावर हामी चाहिँ जाते बजार फाइनली आइपुग्यौँ मैले समिनाको मन बोकिरहेको छु अनि यता साथीहरूलाई पर्खिरहेको छु बोल्दा बोल्दा के हुन्छ हौ अब यहाँ सोध्नुपर्छ सोध्नुपर्छ खुलुङ झर्न आइसक्यौँ समिनाले मलाई छिटो छिटो भिडियो खोल्नु भनेर यहाँ मेरो हातमा दुईवटा मोबाइल छ त्यस्तो रहेछ भ्यू चाहिँ अटो आउँछ सक्छ होला गाइड म चाहिँ हिँड्दैछु है अनि सबिना चाहिँ एउटा पुल तराउनुको लागि स्कुटी उता पर लगेको छ देख्नुभयो अनि त्यहाँदेखि म चाहिँ यस्तो होइन कति डिग्रीको घाम हो होइन हिँडिरहेको छु भ्लग गर्न आउँदैन बाङ्गो भयो अनि तिमी यहाँदेखि हामी हिँड्दै आउँछौँ बाहिर पनि जाउँ अब म पुल गर्छु खाली हुन्छ होला म अब बाहिर ल फाइनली भेटेँ 10 मिनट म हिँडेँ यार यसरी हिँडेँ त म त अनि उयो हुने रहेछु त अनि कति हिँड्नुपर्ने छ अब हेर्नु न म ट्रेकिङ जान्न लाइफमा कहिले पनि मरे गले कस्तो हिँड तिमी छिटो म आउँछु फेरि यहाँ 10 मिनट हिँड्यो नि पुल तारेर पनि यस्तो रहेछ बाटो तिमी जाऊ सबिना त्यहाँ आया गले यार आम्मामा हिँड्ने त हिँड्ने तर यस्तो ओह्राली कि ओकाली भन्छ यस्तो बाटोमा हिँड्नुपर्छ भने थाहा छैन एक्लै छु म यहाँ के गराएको यस्तो किरा यस्तो ओह्रालो बाटो छ कि ओ माई गस फेरि हो अरू गाइजहरू तलै हुनुहुन्छ कता हुनुहुन्छ फोन गर्दाखेरि पनि त्यो नेटवर्क नपुगेर क्या केही बुझिँदैन रहेछ हो हामी चाहिँ यहाँ माथि अब धेरै तल छोड्नु पनि कहाँ छोड्नु हामी मात्र त कहाँ जानु होइन हामी यतिजना छौँ हाम्रो अनुहार पनि रातै कालो भइसकिसक्यो होला अनादेखि हेर्नु कालै भइसक्यो नि हालत हेर न हालत मेरो अनुहार कालो भइसक्यो होला बाफ्रे गाइस हामी हिँडेको लगभग 2 घन्टा भइसक्यो है यस्तो बाटो सेम बनाउँ मुसँग बाटो बाफ्रे ओकाली ओह्राली अनि हामीले अर्को एउटा राइडर गाई देख्यौँ राइडर गाई हुनुपर्छ साइकलमा गाडी खाएको रहेछ उहाँले हामीले कस्तो राम्रो भ्यू क्या तर चिसो हुँदै गएको छ कि जति हामी नजिक जाँदैछौँ नि झर्नाको त्यति नै चिसो भइरहेछ कि तर त्यस्तो घाम चाहिँ छैन यो ठाउँमा चाहिँ भ्यू पनि हेर्नु न कस्तो राम्रो देखिरहेछ वाउ के हेर न कस्तो राम्रो देखिरहेछ अनि मौसम पनि चिसो भइरहेछ कि अहिले जति नजिक हुँदै गयो नि त्यत्तिकै चिसो कि जस्तो घाम चाहिँ अलिक घटेको छ अहिले यति चाहिँ ठाउँ चाहिँ यस्तो चाहिँ अब अलिक परसम्म स्कुटी जान्छ स्कुटी र अटो अनि त्यहाँदेखि अलिक परदेखि चाहिँ हिँड्नुपर्ने रहेछ हाम्रो अनुहारहरू चाहिँ प्लिज माइन्ड नगरिदिनु होला होइन भ्यू मात्रै माइन्ड गर्नु होला हामीलाई देखेर नचिन्नु चाहिँ होइन होला म समीक्षा नै हो यता अनादि नै हो यहाँ स्वर्णिम छ बाटो हातहरू यस्तो दुखिसक्यो नि के भन्नु हामीलाई चिन्नु हुँदैछ च्या आयो अझै अब हिँड्ने बाटो त आएकै छैन अझै अटो उपर आउँदैछ
देखियो पनि It's my birthday. बाउ हामी मजा गर्न आएको हामी खुसी परे जबरजस्ती ओके मिट यु इन खोला मतलब बाटो अब हिँड्ने बाटोमा अब हिँड्नुपर्छ अझै गाइजहरू लाउरे लाग्नु हिँडेको अब सबै पर्मिला आन्टीलाई त फेरि हो पहाड हामी पछ्री पछ्रीदेखि हामी पछ्रीदेखि हिँडेको अब हामी कुलुङ झर्ना जाँदै गरेको बाटो हेर्नु गाइज आवर ट्रेक स्टार्ट एट कति 1:10 अब हेरौँ कति बजी पुग्दो रहेछौँ मान्छेले भन्छन् अब धेरै हिँडिराख्ने मान्छेले भने होला 15 मिनट भन्छ होइन कसैले आधी घन्टा अब हामी चाहिँ हेरौँ यति नै फेरे भइसक्यो कहिले पुग्नु बाटो हेर्नु न गाइज माथि जाँदैछ हामी पुग्नुपर्ने चाहिँ यो खोला छ नि जुन यो खोलाको स्टार्टिङ पोइन्ट त होइन तर जहाँदेखि झर्ना झरेछ त्यो झर्नादेखि कन्टिन्यू हुने खोला हो क्या यो अनि गाइज भ्यू हेर्नु यहाँ ओ माई गॉड हाम्रो जिन्दगी यस्तो छ कि हामी त अब स्या हुँदै हिँडिरहेको छौँ होइन त्यहाँ हेर्नु न त्यहाँ एकजनाको ताल हेर्नु न त्यहाँ ताल यस्तो छ पारा के गर्नु नि लु मरे म सबिना आमा कस्तो खतरा आएको छ क्या मतलब बाटो बल्ल खोला छुइन्यो आमा यस्तो आनन्द बाई मोबाइल बोक्नु अप्ठ्यारो भइरहेछ अहिले म बोल्नु पनि सकेको छुइनँ फाइनली कहिलेदेखिको झर्ना आउने धोको पनि पुरा भयो अब यति नै अब यहाँ आएर मुख धुम न हामी चाहिँ यहाँनिर डोब्न उसँग छ कस्तो चिसो पानी छ तर मलाई स्विमिङ गर्न आउँदैन टिकटकमा त कसरी भ्लगमा इन्क्लुड गर्दा हुन्छ सबैजना अहिले चाहिँ हामी यहाँ बर्थडे नै गरिरहेको छौँ होइन अब फोनमा चार्ज पनि छैन सो बाई बाई फर नाउ अहिले एकछिनमा भिडियो गऱ्यो भने गरेन तर बाई बाई मोबाइल त्यसरी अनादि मोबाइल त्यसरी डर पक्रिँदैन क्या धुलो भइरहेको छ चार्ज पनि छैन अरूले
Happy birthday Happy to birthday, you. Yuna.